के हाल्ने ढिँडो हाल्ने अनि सेकेन्डमा अनि यो एउटा अनि फर्स्टमा साग हाल्ने आलु हाल्ने ए अनि यो मुला दिनु न मलाई मुला हाल्ने अनि एउटा ठुलो मुला हाल्ने एउटा दुईटा मुला हाल्ने अलिकति साग हाल्ने अनि आफ्नो बारीको साग हाल्ने अनि यम्मी टेस्टी अनि एउटा कुरा हाल्न बाँकी रह्यो कि ए झोल पनि हाल्न बिर्सेछु नि त झोल हाल्नु परेन हो अब गममा खाने कति मिठो हुन्छ यम्मी यम्मी भनेर खै खाऊ त कसरी हो? अनि कसरी हो हजुरहरूलाई थाहा छैन राम्रोसँग खाउला चबाउने अनि निल्ने यो चाहिँ हामीले मामबाट बनाएको ह्याप्पी